लाई पनि म अन्तरात्मादेखि सम्मानका साथ पिता परमात्माको आशिष परिसके भन्न चाहन्छु र यसै गरी हाम्रो शाखाका चारैजना सरम्याम र बाबु नानीहरू सम्पूर्ण परिवारमा पनि अन्तरात्मादेखि सम्मानका साथ पिता परमात्माको आशिष परिसके भन्न चाहन्छु र यसै गरी दायाँ बायाँ बस्ने हाम्रो सम्पूर्ण लिडर सरम्यामहरू वाद्यवादकका सरहरू र सम्पूर्ण परमेश्वरका कार्यभार सम्हालेर भित्र बाहिर काम गर्नुहुने सम्पूर्ण सरहरूलाई पनि म एकै मुष्टमा अन्तरात्मादेखि सम्मानका साथ पिता परमात्माका आशिष परिसके भन्न चाहन्छु। त्यसै गरी पवित्र परमेश्वरका सन्तानहरूलाई पनि म अन्तरात्मादेखि सम्मानका साथ पिता परमात्माका आशिष परिसके भन्न चाहन्छु। र आज गवाईको लागि चिन्नुभयो पिता परमात्मा आत्मा है, यसको लागि पनि धन्यवाद गर्छु गुरु मसी येशूको नाममा। र गवाई त यो उमेरमा हेर हिजो हरेक किसिमका समस्याहरू ठक्कर खाएर वल्लो छेउरो पल्लो छेउरो त्यो बर्खामा त खोलाले ढुङ्गा लडाए जस्तै वल्लो छेउरो पल्लो छेउरो ढुङ्गा लडाउँदै पराउँदै गर्दा गर्दै हरेक समस्या खाएर हरेस खाएर आज पिता परमात्माले चुन्नु भएर यस शाखामा यसरी उभिनु नै सम्पूर्ण सबभन्दा ठुलो गवाई हो मेरो। पिता परमात्मा धन्यवाद। त्यो शुभको समाचार सुनाए मेरै बहिनीले र गरम चङ्गाइ गर्ने सरलाई पनि अन्तरात्मादेखि सम्मानका साथ पिता परमात्माको आशिष परिसके भन्न चाहन्छु। र परमेश्वर चिनेको नियु त शरीरको थियो, तर मेरो शरीरको समस्याभन्दा पनि पारिवारिक व्यवहारिक समस्याहरू धेरै थिए। त्यो समस्याले गर्दाखेरि म जुटेको थिएँ, जुटेर पनि परमेश्वरले चुन्नु पर्ने रहेछ। म परमेश्वरलाई चिनेर पनि म 1 वर्षसम्म फेरि महिमामा जुट्न सकिनँ। त्यो पनि पिता परमात्माको सुनेपछि मात्रै आउनुपर्ने जस्तो 1 वर्षपछि मात्रै बल्ल मैले हाम्रो यस शाखामा शाखामा महिमा आएपछि मात्रै म बल्ल लगातार परमेश्वरमा जुटेँ। तर परमेश्वर जुटेर पनि म 1-2 वर्षमै जुटेँ, तर म विश्वास परमेश्वरमा विश्वास त भन्थेँ हुन्थ्यो। भजन गवाई सुन्थेँ, तर सुनेर बाहिर त्यो गेटबाट उता गएपछि त्यो दिमागमै रहन्थेन। त्यसले गर्दा हरेक समस्याहरूबाट पनि समाधानहरू भएको थिएन। जब पिता परमात्मालाई अन्तरात्मादेखि पुकाउनु पर्ने चाहिँ विश्वास गर्नुपर्ने छ, बल्ल पिता परमात्माको आशिष पाइने रहेछ भने बुझ्दै गएँ। सरम्यामहरूको गवाई वचनहरू सुन्थेँ, सल्लाह लिन्थेँ। धेरै समस्याहरू थियो मेरो, शारीरिक समस्या त मेरो धेरै थियो, तर त्यो समस्यालाई मैले समस्या गरेको थिएन। मेरो व्यवहारिक समस्या थियो। घर देख्दाखेरि थियो 5 तला 5.5 तलाको, तर पनि मलाई त्यस घरले शान्ति नै थिएन। त्यसमा अनेक भाँतीको समस्याहरू थियो, ऋणहरू थियो। त्यो समस्या हुँदा हुँदै पछि शारीरिक समस्याहरू भयो। त्यो शारीरिक समस्याहरूमा नि ऋण झन् थपिँदै गयो र उपचार त गरे ठिक भयो भन्थे, तर शारीरिक ठिक त भएको रहेनछ। तर पनि ठिक भयो भन्ने हुन्थ्यो। मलाई यो व्यवहार मिल्यो भने मेरो शरीरको समस्या त मैले हेर्दै हेरिनँ। बिस्तारै बिस्तारै व्यवहारको समस्या सरलाई वर्ष सल्लाह गर्थेँ। यो व्यवहारिक समस्या बिस्तारै समस्या हुन्छ, धैर्य गरेर आमा भनेर भन्नुहुन्थ्यो सरहरूले। यस मैले यो के अरे भवनमा आउँदा मात्रै मेरो उहाँहरू अगुवा हुनुहुन्छ, अघिपछि मेरो छोराछोरी केही हुनुहुन्छ। म त्यही हिसाबले नै हेर्छु। म अघिपछि पनि मैले यहाँ चाहिँ परमेश्वरको सन्तानको हिसाबले मात्रै उहाँ सम्मान गरेर उहाँलाई सम्मान गरेर म अगुवा मान्छु। र अघिपछि मेरो छोराछोरी नै हुनुहुन्छ उहाँहरू उमेरले पनि। र मैले मन आत्मा पनि त्यही आउँछ, मेरो छोराछोरीकै जस्तो लाग्छ मलाई। यसको लागि पनि पिता परमात्मा धन्यवाद गर्छु गुरु मसी येशूको नाममा। र सम्पूर्णबाट अहिले त मलाई चिनिने सबैले आमा मलाई आमा भन्छ, सम्पूर्ण चिनी सम्पूर्णको आमा हुन पाउँदा मेरो सौभाग्य जस्तो लाग्छ। म घमण्ड नि आउँछ म सबैको आमा भयो भन्ने एक्लै अर्कै किसिमको ऊ पनि आउँछ मलाई। सबै आमा हुन पाउँदा गर्व लाग्छ है। यसको लागि पनि पिता परमात्मा नै आशिष दिनुभएको छ। बिस्तारै व्यवहारहरूलाई भन्न साह्रो भयो। त्यो शरीरको समस्या त धेरै थियो, तर मैले त्यो समस्या त कतिखेर निको भयो मेरो शरीरको समस्या त थाहै भएन। म व्यवहारतिर लाएँ, मेरो व्यवहार कहिले ठिक हुन्छ कहिले ऋणमुक्त हुन्छ भन्नेतिर लाग्थेँ। धेरै किसिमको शरीरमा थियो। अरूको गवाई सुन्दा बल्ल थाहा पाउँछ के अरे मेरो पनि यो थियो छैन भन्ने अहिले आउँछ। घाँटीको एलर्जी थियो, त्यो आमासँगैकोमा घाउ भएर अपरेसन गरेको पनि मलाई खान हुन्थेन। त्यो पनि कतिखेर निको भयो थाहा छैन। दही दुध मही खान मन लाग्थ्यो, त्यो पनि खान हुन्थ्यो। त्यो कतिखेर ठिक भयो त्यो पनि थाहा छैन। सम्पूर्ण रोग त कतिखेर निको भयो मैले माग्दै मागिनँ। पिता परमात्माले नमागे पनि
तिमीलाई नमागेको कुरा पनि दिन्छु भने त्यसै गरी मेरो रोग त सम्पूर्ण पिता परमात्मा नमाग्दै नै सम्पूर्ण रोगबाट मलाई मुक्त गराउनु भयो। यसको लागि पनि धन्यवाद छ यीशु मसीहको नाममा। बिस्तारै व्यवहारहरू पनि श्रीमानमा पनि व्यवहार बिग्रेपछि पछाडि समस्या ल्याएको श्रीमानमा समस्या आयो। त्यो पनि बिस्तारै हुँदाहुँदै अब त्यो पनि 5 वर्षसम्म त पिता परमात्माले अब बाँध्दैन लैजाऊ भनेको लागि 5 वर्ष जिब्रै राख्नु भयो। पिता परमात्मा इच्छा छ उहाँलाई पनि शारीरिक कष्ट थियो। त्यो कष्टबाट पनि पिता परमात्माले मुक्त गर्नुभयो। अहिले आनन्दको अनन्तको जीवन स्वर्गमा पिता परमात्मासँग महिमा गर्दै हुन्छ। उहाँको लागि पनि धन्यवाद छ यीशु मसीहको नाममा पिता परमात्मालाई। र घर ऋण थियो, ऋण पनि घर बेचेँ, ऋण मुक्त भयो। मलाई सबैभन्दा ठुलो ऋणको थियो। ठुलो मलाई त आफूले गल्ती गरेको पाप भन्दा पनि मलाई ऋण बोकेको पाप ठुलो जस्तो लाग्थ्यो। त्यही भएर त्यो ऋणबाट मुक्त भएँ। त्यसको लागि पनि पिता परमात्माले मलाई सुन्नुभयो र एकदिन ऋणबाट मुक्त गर्नुभयो। यसको लागि धन्यवाद छ यीशु मसीहको नाममा। आनन्दको भाडाकै घरमा बस्दा पनि आनन्दको जीवन बिताइरहेको छु। त्यहाँको सानो ठुलो व्यवहारहरू त छँदै, त्यो समस्या त आउँछ जान्छ। समस्या आए त पिता परमात्मालाई बिर्सेर भोलि बिहान त्यो पितालाई प्रार्थना गर्न पुकार्न पनि बिर्सिन्छ। त्यस कारणले समस्या त आइराख्नुपर्छ र पो गर्दा पिताको नजिक हुन पाइन्छ भन्ने आउँछ मनमा। र अहिले सम्पूर्ण ठिकै छ। घर परिवारहरूमा पनि व्यवहारहरूमा पनि समस्या छ। छोराछोरीहरूमा अलिकति अब बिहा गरेको छोरा बुहारीहरू छ। मैले भोलि बच्चाहरूलाई समाएर ल्याउनु मिल्दैन। उनीहरूलाई अलिकति घरमा त उनीहरू प्रार्थना गर्छन् तर महिमा माग्न अलि अल्छी माग्छन्। त्यो पनि पिता परमात्माको योजनाको छ। एक दिन अवश्य पनि दोहोऱ्याउनुहुन्छ भन्ने विश्वास गरेको छु। पिता परमात्मासँग मागेको छु उहाँहरूलाई पनि एक दिन बाटो खोलाउनुहुन्छ भन्ने। एक दिन त्यही समस्या आयो छोरामा चाहिँ। एक दिन अचानक सादा खाना खाएर सुत्ने बेलामा एकैचोटि के समस्या आएछ। म त आनन्द बसिरहेको सुत्न लागिरहेको थिएँ। फेरि बिरामी छोरा सुत्नै सक्दैन भने बुहारी आउँदा त छोरो त सबै मुखसुख दाँत साँत बाँधेर छटपटाएर त्यो खाटमा बुरुक त्यो काटेको बाख्रा जस्तै उफ्रिराखेको छ। पिता परमात्मासँग माग्दै फेरि सम्मान गर्दै पिता परमात्मा सम्मान उठाएर तुरुन्तै चङ्गाइ गरेँ, प्रार्थना गरेँ। अन्य भाषामा बस्यो भने बुहारी आएर हस्पिटल लगेर पर्दैन भने घरमा बसेर प्रार्थना गऱ्यौँ, सम्मान गरेँ। सम्मान उठाएर पिता परमात्मा ठिक पार्नुहुन्छ। यो पनि यो छोराछोरीको कमजोरी हो। यसलाई पनि हजुरले एक दिन ठिक पार्नुहुन्छ भनेर विश्वास गर्दै मागे। पछि फेरि पनि छोरो त अलिक के अरे सबै त्यो मुखबाट फिज निकाल्दै छटपटाए। फेरि गरेर बोलाउनु पर्छ भने सरहरूको फोन गरेर उठाएन। फेरि अधिकारी सरलाई फोन गरेर उहाँको पनि उठेन। पछि फेरि कल्पना म्यामलाई फोन गरेर उहाँले उठाउनु पऱ्यो। म्याम यस्तो भयो भनेपछि जब अगुवाको नामले त त्यो दुष्ट शैतान त छटपटेर छोरो त बिस्तारै जुरुक उठेर एकचोटि ढोका खोलेर बाहिर निस्किन्न। पिता परमात्मा यो दुष्टको खेल हो। फोन गर्नुभयो। पछि फोन गर्नुभयो के भइदियो भने यस्तो भयो बाबु र त्यहाँबाट अब फेरि अधिकार सर पनि आउँछ होइन। रक्सी सक्सी त खाएन बाबुले भन्नुभयो। होइन सर त्यो खाँदैन त्यस्तो त भने। जब सर म्यामले त्यहाँ वचन दिएर गवाई भन्नुभयो त छोरो त ढोका खोल्छ हामीलाई नै ढकाल्दै ढोका खोल्दै जाने त दुष्टलाई भन्दै समाएर राख्यौँ। त्यहाँबाट सरहरूले सङ्गाइ गरिदिनु भयो। यसैपछि म विश्वास गरेर म ठिक भइसकेँ बाबु भन्नुभयो सरले। त म ठिक भइसकेँ भने तुरुन्तै जस्ताको तस्तै भयो। पिता परमात्माले हाम्रो कमी कमजोरी भयो त्यस्तो हुँदैछ। तर पनि डराउने अब हिजोको दिनमा भए कति डराइन्थ्यो होला। तर डर भन्ने एक जात पनि रहेन। पिता परमात्मा हुनुहुन्छ त ठिक पार्नुहुन्छ। यो पनि त्यहाँ पछि भने बेङ्गलोर महिमामा जुट्ने त्यही कमी कमजोरीको कारणले हो भने सम्झाए छोराहरूलाई। अब त्यो पनि एक दिन अलि अल्छीपना के बुझाउन सकेन। अब बच्चाहरूलाई सानोलाई अब भनिराख्नु पाएको मान्छे तिमीले जानेछौ म भन्दा जे गर तिमीहरूको खुसी गर भनेर छोड्दैछु। एक दिन अवश्य पिता परमात्माले त्यो बुद्धि पनि हाल्नुहुनेछ। उमेर गए पनि बुद्धि चाहिँ बच्चैको छ। त्यो उमेर अनुसारको बुद्धि पनि पिता परमात्माले हालिदिन्छु भन्ने विश्वास पिता परमात्मासँग राखेको छु। यसको लागि धन्यवाद दिन्छु खुसीको नाममा। वचन पनि अब वचन त के हामी खानु सर्नेको वचनै खानु छ। हामी त एक गवाई नै त्यो हो। वचनमा पनि पिताले धैर्य गर भन्नुहुन्छ नि। नडरा निरुत्साह नहोस्, म तेरो साथमा छु। म तँलाई बलियो बनाउने छु, तँलाई सम्हाल्ने छु। तेरो आपद विपदमा पनि म तेरै साथमा छु, तँलाई सम्हाल्ने छु भन्ने पिता परमात्मा पाएको छ। म सम्पूर्ण समस्या जति पनि छन् त
पिता परमात्माले सुम्पेको छ त आज नभए भोलि त हुन्छ भन्ने ढुक्कको मन हुन्छ। हिजोको दिनमा परमेश्वर नचिन्दा रातभरि छटपट लाग्थ्यो, निन्द्रा लाग्थेन भने आज त जस्तो सुकै समस्या आयो पिता हजुरले यो भन्नुहुन्छ तँसँग छु, तेरो जति सुकै समस्या आए पनि तेरो समस्या हटाउने म छु, ढुक्क हो तिम्रो निर्सार न भन्ने पिता परमात्मा पाएको छु भन्ने हुन्छ, ढुक्क हुन्छ। यसको लागि पनि पिता परमात्माले यस्तो डर आत्मा दिनुभएको छ, ढुक्क भएर बस्ने आत्मा दिनुभएको छ। यसको लागि पनि पिता परमात्मालाई धन्यवाद टाउँछु। पिता परमात्मालाई धन्यवाद गर्दै मेरो पिता परमात्माले दिएको गवाई सम्पूर्ण परिवारमा पनि यो गवाईद्वारा ईश्वर परमात्माले आशीष दिइसक्नुभयो, सम्पूर्णको गवाईले पनि मलाई आशीष दिइसक्नुभयो भनेर म बिदा चाहन्छु। यसको लागि धन्यवाद गर्छु गुरु मसी येशूको नाममा र म तपाईँले लिएर पनि फेरि आशीष दिन चाहन्छु। जगत के मालिक, जगत के सृष्टिकर्ता परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यसरी नै हाम्रो केन्द्रमा हुनुहुने हाम्रा प्रमुख सर प्रकाश सर हजुर, सुशीला मेम हजुरमा पनि म उच्च सम्मान गर्दै परमेश्वरको सदा सर्वदा भरिपूर्ण आशिष बसिरहोस् भन्न चाहन्छु। यसै गरी हाम्रो यस स्थानमा हुनुहुने हाम्रा चारैजना अग्रज अगुवाहरू सर हजुर मेम हजुरहरूमा पनि म उच्च सम्मान गर्दै परमेश्वरको सदा सर्वदा भरिपूर्ण आशिष बसिरहोस् भन्न चाहन्छु। यसै गरी वाद्यवादनमा हुने सर हजुरहरू र सम्पूर्ण लिडर सर मेम हजुरहरू र परमेश्वरले खटाउनुभएका हरेक स्थानमा रहेर कार्यभार सम्हालिरहनुहुने सर हजुर मेम हजुरहरूमा पनि म उच्च सम्मान गर्दै परमेश्वरको सदा सदा भरिपूर्ण आशिष बसिरहोस् भन्न चाहन्छु। यसरी नै परमेश्वरको राज्यमा उद्धार पाउँछु भनेर यस स्थानमा आउनुभएका परमेश्वरका पवित्र सन्तानहरूमा पनि म उच्च सम्मान गर्दै परमेश्वरको सदा सर्वदा भरिपूर्ण आशिष बसिरहोस् भन्न चाहन्छु। यसरी नै आजको यस महिमा सञ्चालन गर्नुहुने हाम्रो मेम हजुरमा पनि म उच्च सम्मान गर्दै परमेश्वरको भरिपूर्ण आशिष सदा सदा बसिरहोस् भन्न चाहन्छु। परमेश्वर हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। म यीशु मसीहको नाउँमा त आज गवाईको लागि यो समय हजुरले दिनुभयो पिता, हजुरलाई यसमा पनि अनगिन्ती धन्यवाद गर्छु। यीशु मसीहको नाउँमा परमेश्वर पिता फेरि पनि हजुरलाई धन्यवाद गर्दै आफ्नो गवाई भन्न गइरहेछु। त जब संसारको जीवनमा हुँदाखेरि जब मैले आफ्नो जीवनको हरेक कुराहरू थाहा पाउने अवस्था बाल्य अवस्था सुरु भएदेखि नै हाम्रो घर परिवार हाम्रो जीवनमा चाहिने एकदमै कष्ट पीडा मात्रै भइरहन्थ्यो। जुन हरेक आपद विपदका समस्याहरू आउँथे, बिमारीका समस्याहरू आउँथे अनि आफू पनि सधैँ धेरै समयमा थलामा पनि परिरहन्थे र धेरै समय मैले ओछ्यान मात्रै खोज्नुपर्ने हुन्थ्यो। साथै मेरो माइती घर परिवारहरू पनि जब एकजना बिरामी हुन्थ्यो त सम्पूर्ण परिवार एकदमै हस्पिटलभन्दा पनि बढी ओछ्यान लाएर सुत्नुपर्ने अवस्थाहरू आउँथ्यो। पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। त यस्तै अवस्थाहरू बिताइरहँदाखेरि अनि जति पनि लामा झाङ्री अनि हस्पिटलतिर धाउँदा अब हस्पिटलमा त त्यही हो, सधैँ आर्थिकको भार पर्ने हुनाले हस्पिटलतिर त गयो, तर हस्पिटलले के भन्नुहुन्थ्यो भने मलाई तपाईँको रोग पत्ता लगाउनै सकेको छैन भनेर एकदम डाक्टरहरू सबैजना अल्मलाउनुहुन्थ्यो र औषधि चाहिने एकदम परीक्षणको लागि मात्रै दिनुहुन्थ्यो। तर त्यो परीक्षणको औषधिहरू पनि म झोलाका झोला बोकेर हिँडेर खाने गर्थेँ, तर त्यसले मलाई कुनै उद्धार चाहिँ गरेको थिएन। त यस्तै समयमा अनि फेरि लामा झाङ्ग्रीहरू कहाँ गएँ त लामा झाङ्ग्री जान्ने ज्योतिषहरूले के भन्नुहुन्थ्यो, तपाईँको त जन्मको दिन नै एकदमै बिमारी रोग लिएर आउनुभएको छ, अशुभको सहायता लिएर आउनुभएको छ भन्नुहुन्थ्यो र उनीहरू पनि एकदमै गाह्रो छ भन्नुहुन्थ्यो।
यस्तै अवस्थामा बितिरहँदाखेरि अब मनमा पनि यस्तो प्रश्न उठ्थ्यो कि कुन स्थानमा होला मैले औषधि नै प्रयोग नगरिकन अनि कुनै पनि पैसै नदिइकन मैले उपचार पाउने ठाउँ भनेर म एकदम मनमा प्रश्न आइरहेथ्यो। त यसै समयमा म थलामा नै थिएँ, जुन पोखराको बसाइमा थिएँ हामी। त त्यसबेला सुसमाचार प्राप्त भयो। हाम्रो छिमेकी दिदी उजेली दिदी र बहिनी मिना बहिनीद्वारा उहाँहरूले नै मलाई सच्चाइमा डोराएर लग्नुभयो। त उहाँहरूलाई पनि सदा सदा परमेश्वरको परिपूर्ण आशिष बसिरहोस् भन्न चाहन्छु। अनि पोखरामा नै ग्रहण गराइदिनु भयो हरिमाया मेमद्वारा, अनि चङ्गाइदिनुभयो तारा मेमद्वारा। उहाँहरूलाई पनि परमेश्वरको परिपूर्ण आशिष सदा सदा बसिरहोस् भन्न चाहन्छु। पिताहरूलाई अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। र यस्ता समयहरू बिताइराख्ने बेलामा जुन परमेश्वरको राज्यमा जाँदा जाँदै नै मलाई 2-3 महिनादेखि नै एकदमै आफ्नो शरीरमा धेरै समस्याहरू हटेको थाहा भयो। दुवै खुट्टा एकदम सुन्निएको थियो, अनि यो बायाँको एकदमै शिरदेखि हात गोडा सबै एकदमै लतिरेनी अवस्थामा थियो। त यस्ता अवस्थाहरू हुँदाहुँदैमा जाँदा जाँदा नै परमेश्वरले मलाई एकदमै भलाचङ्गा गराउनु भयो। त यसमा पनि पितालाई धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। त हरेक वचनले मलाई एकदमै वचन पालन गर्ने शिक्षा दिनुभयो। र यसरी नै वचन दोहोऱ्याएर हिँड्दाखेरि यस स्थानसम्म ल्याएर यसरी बोल्न सक्ने शक्ति र सामर्थ्य पनि परमेश्वरले दिनुभएको छ। त संसारमा हुँदाखेरि म एकदमै कमजोरी मन भइसकेको थियो। यसरी ठुलो समुदायमा जाने मन नै हुने थिएन। आफ्नो अगाडि 2 जना व्यक्ति आएर मसँग कुरा गर्दाखेरि पनि मलाई एकदम अप्ठ्यारो हुन्थ्यो। एकदमै एकान्तमा बस्न रुचाउँथेँ। अनि पसलतिर अनि अफिसियली कामहरू हुँदाखेरि पनि एकदमै मलाई गाह्रो हुन्थ्यो अफिसमा गएर बोल्न, पसलमा गएर सामान किन्न, यस्तो अवस्थाहरू पनि थियो। त पिता परमेश्वरले यसरी आफ्नो राज्यमा ल्याएर यसरी मलाई वचनद्वारा शिक्षाद्वारा मलाई एकदमै आत्मधरो बनाएर अहिले यस स्थानमा आएर बोल्न सक्ने पनि बनाउनु भएको छ। पिता हजुरलाई यसमा पनि अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। यसरी नै परमेश्वरले मेरो जीवनमा एकदमै नयाँ जीवन दिनुभएको छ। हरेक वचनमा मलाई हिँडाउनु भएको छ। पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। त यसरी नै अलिकति मैले फरक गवाई भन्न पनि चाहेँ। म सन्चो भएको छु त भनेको छु, तर संसारको दृष्टिमा मलाई यो आँखामा समस्या देखिरहेको छ। किनभने यो बाल्यकालमा खेल्ने क्रममा साथीसँग खेल्ने क्रममा एकदमै चोट लागेको थियो। त्यसबेला त आर्थिक अवस्थाले गर्दाखेरि पनि अब ठुल्ठुला हस्पिटल डाक्टर कहाँ जान पनि सकिएको थिएन। त्यही लामा झाँक्रीकै उपचारबाट उपचार हुन्छ भनेर गरेका थियौँ। त्यो सफल भएन। त म यो सच्चाइमा आएर पनि बाहिरी संसारको दृष्टिले हेर्दाखेरि त मेरो आँखामा समस्या देखिरहेको छ। तर परमेश्वरले मलाई यसरी बुझाउनु भयो, मेरो सन्तान तिमी कति पनि नडराऊ, निरुत्साहित नहो, होइन, धैर्यमा बस। किनकि तिमी यो प्रशस्त प्रकाशको कारणले तिमी घमण्डले फुल्छौ भनेर मैले त्यो काँडा त्यही नै राखी छोडेको छु। त तिमीलाई मेरो अनुग्रह नै पर्याप्त छ। तिमी यो दुर्बलतामा नै शक्तिशाली हुनेछौ र तिमी मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुनेछ भनेर मलाई सम्झाउनुहुन्छ। पिताजीले हामीले धन्यवाद गर्छु यीशु मसीहको नाउँमा। त मलाई पनि लाग्छ परमेश्वरले मेरो आँखामा ज्योति नदिएर के भयो त मलाई जीवनको ज्योति दिनुभएको छ। पिता हजुरलाई अनगिन्ती धन्यवाद। र यो संसारको आँखालाई
आँखा नदेखे पनि के भयो त आत्माको आँखा परमेश्वरले देखाइदिनु भएको छ। पिता हजुरलाई यसमा पनि धन्यवाद गर्छु यसु मसीहको नाउँमा। र परमेश्वरले फेरि वचनबाट पनि भन्नुभएको छ, म तिम्रो शरीरमा उपस्थित नभए पनि म तिम्रो आत्मामा उपस्थित भएको छु भनेर मलाई सम्झाउनुहुन्छ। त्यही वचनद्वारा म आफ्नो आत्मालाई एकदमै सम्हाल्छु। पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यसु मसीहको नाउँमा। त यो बाहेक अन्य हरेक कुरामा परमेश्वरले मलाई आशिष दिनुभएको छ, एकदम दरिलो बनाउनु भएको छ। अनि ऋणमा पनि थियौँ, हामी ऋणबाट पनि मुक्त भएका छौँ। पिता हजुरलाई यसमा पनि अनगिन्ती धन्यवाद गर्छु यसु मसीहको नाउँमा। त परमेश्वरले वचनद्वारा नै भन्नुहुन्छ, मेरो सन्तान तिमी कति पनि निरुत्साहित नहौ, मैले कार्य तिम्रो जीवनमा गरिरहेको छु। मैले तिमी जन्मिनुभन्दा अघि नै तिम्रो योजना मैले मिलाइसकेको छु भन्नुभएको छ। पितालाई अनगिन्ती धन्यवाद गर्छु यसु मसीहको नाममा। यसरी नै अब यसपछि म मेरो आमाको गवाई पनि भन्न गइरहेको छु। त हाम्रो माइती घर परिवारसँगै बिरामी हुने अवस्थामा आमा पनि एकदमै बिरामी हुनुहुन्थ्यो। सधैँ उहाँलाई 4 जना 5 जना मिलेर आगो बालेर सेकाउने, तताउने अनि तेल मालिस गर्ने यस्तो गर्नुपर्ने अवस्थाहरू आउँथ्यो। त यसरी नै बिरामी हुने क्रममा नै हामीले उहाँलाई पनि यस सच्चाइमा जुटायौँ। त उहाँ पनि दिनका दिन उहाँ फेर्दै जानुभयो। त आमाको शरीरबाट पनि यो छालाबाट धेरै बालुवाका कणहरू अनि मासको गेडा जत्रा पत्थरका टुक्राहरू पनि निस्किएर गयो। त यसरी नै उहाँ पनि सन्चो हुँदै जानुभयो। पितालाई अनगिन्ती धन्यवाद गर्छु यसु मसीहको नाउँमा। त यस समय परमेश्वरले उहाँलाई 100 वर्षसम्म बाँचिरहने आयु दिनुभएको छ। त आशा लाग्छ यसभन्दा पनि अझै बढी आयु दिनुहुनेछ भन्ने आशा राखेको छु। पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यसु मसीहको नाउँमा। त परमेश्वर पिताले अस्ति गएका दिनहरूमा उहाँको 100 वर्ष पुग्ने वार्षिक यस स्थानमा नै मनायौँ। त यहाँ पनि आफ्नो दक्षले सक्दो हामीले बिउ रोपेका थियौँ। त परमेश्वरले फेरि मेरो सन्तान तिमीहरू केन्द्रमा पनि गएर बिउ रोप भन्ने अगुवाई दिनुभएर हामी अस्ति आइतबारको दिन केन्द्रमा गएका थियौँ। हाम्रो राजु श्रेष्ठ सर हजुर अनि फाइज सर अनि अभय सर अनि घले बाबा म आमा लगायत गएका थियौँ। त उहाँ पनि परमेश्वरको राज्यमा आमाको तर्फबाट बिउ रोप्यौँ। पिता हजुरले अनगिन्ती धन्यवाद गर्छु यसु मसीहको नाउँमा। अनि आमालाई त्यस समय अलिकति पखालो चलेर 1 हप्ता जति भइरहेको थियो। त अलि बिसन्चो नै हुनुहुन्थ्यो उहाँ। तर यहाँबाट हिँड्न साथ उहाँलाई एकदमै चङ्गा बनाउनु भयो परमेश्वरले र एकदमै खुसी हुनुभएको छ। परमेश्वर हजुरलाई यसो पनि अनगिन्ती धन्यवाद गर्छु यसु मसीहको नाउँमा। त यसरी नै परमेश्वरले हाम्रो जीवनमा हाम्रो घर परिवारमा धेरै आशिष दिनुभएको छ। अनि बाबुहरू पनि एकदमै सकुशल हुनुहुन्छ। अनि उहाँहरू एकदमै आर्थिकमा पनि राम्रै गरिराख्नु भएको छ। पितालाई यसो पनि अनगिन्ती धन्यवाद गर्छु यसु मसीहको नाउँमा भन्दै मेरो गवाईद्वारा हरेकलाई चाहिने एकदमै अमृत भइसकेको छ र हरेकको गवाईले पनि म र मेरो घर परिवारमा अमृत पूर्ण भइसक्यो। पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यसु मसीहको नाममा भन्दै बिदा हुन चाहन्छु। धन्यवाद। परमेश्वर जगतकै मालिक सृष्टिकर्ता परमात्मा सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्न चाहन्छु मसीहको नाममा। र परमेश्वर यो दिन दिनुहुने, यो महिमा दिनुहुने, यो शरीर दिनुहुने परमेश्वरले मरेका आत्मालाई पनि जगाएर आज यति उत्साहित बनाउनु हुने परमेश्वर हजुरलाई अनगिन्ती धन्यवाद गर्न चाहन्छु मसीहको नाममा।
र सम्मान गर्न चाहन्छु। पोखरामा रहनुहुने सर म्याम उहाँको सम्पूर्ण परिवारमा मेरो शिर जोगाई नमस्कार र उच्च सम्मान उहाँको परमेश्वरले परिपूर्ण आशिष बर्साइराख्नु चाहन्छु। र त्यसै गरी हामी मैती शाखामा हामी सम्पूर्णको महान अग्रजहरूलाई पनि परमेश्वरको परिपूर्ण आशिष मेरो शिर जोगाई नमस्कार भन्न चाहन्छु। र त्यसै गरी दायाँ बायाँ रहनुहुने सर हजुर म्याम हजुर लिडर म्याम हजुर र त्यसै गरी वाद्य बाजारमा रहनुहुने विश्व विनोद सरको होइन उहाँको भजनले नै होइन उहाँको भजनले नै कला र गला हामीलाई जति पनि समस्या ल्याउने दोस्रोवालालाई लगेर जला होइन र हजुर परमेश्वरलाई अलिकति धन्यवाद गर्न चाहन्छु। परमेश्वरलाई जोरदार तालीले सम्मान गर्न होला एकदम पनि होइन यो तालीले पनि पहुँचाए दुखेको ठाउँ पिता हजुरलाई धन्यवाद गर्न चाहन्छु। र त्यसै गरी वाद्य बाजामा रहनुहुने क्यामेरामा रहेर काउन्टरमा रहनुहुने गले बाबा गेटमा रहेर हामी परमेश्वरको राज्यमा गएपछि उद्धार र सुधार हुन्छौँ भनेर आउनुहुने सम्पूर्ण परमेश्वरको पवित्र सन्तानहरूमा मेरो शिर झुकाई नमस्कार भन्न चाहन्छु। र त्यसै गरी होइन हामी सम्पूर्णले हामीलाई हालत नआइकन त हामीले परमेश्वर चिन्नै सक्दैनौँ। म पनि त्यस्तै थिएँ त्यो बेला बखतमा। अहिले परमेश्वरले अहिले 7 वर्ष पुगेर 8 वर्ष लागिसक्यो। म पनि त्यो बेलामा कति 3 वर्षसम्म निन्द्रा नलागेर र पाठेघरको समस्या अहिले यति पाठेघरको समस्या भनेर जसले पनि त्यसै भन्नुहुन्छ पिता हजुरलाई धन्यवाद। हामी छोरी मान्छेको घर भनेको नै पाठेघर होइन। हामी छोरी मान्छेको कतिवटा घर हुन्छ त हजुरहरूलाई थाहा छ त छैन होइन। हामी छोरी मान्छेको भनेको एउटा जन्मघर एउटा कर्मघर एउटा पाठेघर एउटा ईश्वरमा घर परमेश्वरमा होइन। हामी छोरी मान्छेलाई त्यति घर चाहिँ हामीलाई एकदम शान्त भयो भने हाम्रो जीवन त्यत्तिकै एकदम आनन्दको एकदम खुसी हुँदो रहेछ। ईश्वरलाई अनेकौँ धन्यवाद। त्यो बखतमा होइन मलाई पनि सुसमाचार सुनाउनु भयो यहीँ मैतीको दिदीले। उहाँलाई पनि ईश्वरको परिपूर्ण आशिष भन्न चाहन्छु। ग्रहणसँगै पाएँ शक्तिशाली हात र शक्तिशाली मुख भइकन हाम्रो राजु श्रेष्ठ सर हजुरको हात भइकन चङ्गै पाएँ ग्रहण पाएँ। उहाँलाई ईश्वरको परिपूर्ण आशिष भन्न चाहन्छु। शिर जोगाई नमस्कार। मैले त्यो बेलामा मैले निन्द्रा मात्रैमा लागे हुन्थ्यो भनेर आएको थिएँ भने मैले पनि पाठेघरको समस्या यति थियो कि मैले झिकेर फाल्नुपर्छ भोला रिजाले झिकेर फाल्नुपर्छ भन्नुभएको थियो। औषधि खान पर्थ्यो त्यो बखतमा। अहिले परमेश्वरमा आएपछि यति 7 वर्ष पुगिसक्यो मैले एउटा ट्याब्लेट खान परेको छैन। परमेश्वरको दबाई खान्छु। ईश्वर हजुरलाई निम्ति धन्यवाद गर्न चाहन्छु। म यसो बनाउन र परमेश्वरमा आएपछि मैले यति उद्धार पाएँ। घर परिवारमा त्यस्तै थियो। सबैलाई अहिले भलचङ्ग बनाउनु भएको छ। मेरो एउटा गवाई चाहिँ कस्तो थियो भने 25 वर्ष भइसकेको थियो। मेरो कान्छी औँलामा चाहिँ एउटा ठेस लागेको निउले यत्रो फोको थियो कि त्यो फोको जुत्ता लाउँदाखेरि पनि अड्किन्थ्यो। यति फोको थियो। जति बेला हाम्रो सर हजुरहरूले अन्य भाषा गराउनुहुन्छ नि त्यति बेला मैले एउटा औँला चाहिँ त्यसमा राखेर पिता यो त डल्लो त के हो हजुरले हटाइदिनुहोस् है। जस्तो डल्लो पनि जान्छ भने यो पनि गइसक्यो भनेर मैले गर्दै। अहिले त्यो छैन एकदम सम्म भएको छ। पिता हजुरलाई निम्ति धन्यवाद गर्न चाहन्छु। परमेश्वरलाई धन्यवाद होइन। परमेश्वरले यति उद्धार र सुधार हाम्रो अङ्ग्रेजको सरहरूले नि भन्नुहुन्छ नि के हामीले गरेको मलाई मात्रै परमेश्वरले शक्ति दिनुभएको हो र हजुरहरूलाई दिनुभएको छैन र भन्नुहुन्छ नि। हामीलाई गुरुमसी येशूले पनि हामीलाई सम्झाउँदै हुनुहुन्छ होइन। परमेश्वरलाई धन्यवाद। गुरुमसी येशूले पनि सम्झाउँदै हुनुहुन्छ। कति यूहन्ना 14:12 भन्नुभएको छ साँच्चै म तिमीहरूलाई भन्दछु जसले मलाई विश्वास गर्दछ त्यसैले नै मैले गरेका काम पनि गर्नेछ र त्योभन्दा ठुलो काम गर्नेछ किनभने म पिता कहाँ गइरहेछु। परमेश्वर पिता हजुरलाई धन्यवाद। हाम्रो गुरुमसी येशू पनि त पिता कहाँ जाँदाखेरि
आफ्नो चेलाहरूलाई भनेर जानुभएको रहेछ नि त होइन र हामी सबैलाई शक्ति दिनुभएको छ नि त ईश्वरलाई अनगिन्ती धन्यवाद गर्न चाहन्छु म येशूको नाममा र एउटा विचार त भन्न चाहन्छु ईश्वरलाई अनगिन्ती धन्यवाद गर्छु गुरुमा येशूको नाममा र होइन राजाको चाहिँ 2टा घोडा थिए अरे अनि त्यो राजाले एकदम माया गरेर पालेको त्यो 2टा घोडालाई चाहिँ एकदम बराबरी माया बराबरी खानेकुरा दिएर राखेको थिए अरे होइन अनि एक दिन त अब राजाले भने अब जानु पर्यो अब ट्रेडिङमा अब जानु पर्यो भन्दाखेरि एउटा घोडालाई चाहिँ अनिखेरि म त जान्न त्यहाँ नजानी भनेछ एउटा घोडाले चाहिँ भनेछ होइन जानी किन नजानी जानी हो भनेछ अनिखेरि होइन म त नजानी म त यहीँ बस्छु भनेछ वहाँ गएपछि ट्रेनिङ भएर के भयो त पछि एकदम राम्रो हुन्छ खाना पाउँछ भन्दा म जाँदा पनि जान्न ट्रेनिङ पनि गर्दिनँ यहीँ बस्छु मलाई वन पाखामा हरियाली जम्मै घाँस पात मैले खानेकुरो जति सबै यहीँ छ म चाहिँ नजानी भनेर त्यो घमण्ड पलाएछ र बसेछ त्यो एउटा घोडा चाहिँ बसेपछि चाहिँ एउटा घोडा त म त जान्छु भनेर गएपछि त के गरेछ भने त्यो घोडालाई यति चाहिँ दुःख भएछ कि जानीलाई चाहिँ कष्ट भएछ एकदम त्यो ट्रेनिङ गर्दाखेरि पछि त के भएछ भने ट्रेनिङ सकेपछि त्यो घोडालाई त यति माया यति सम्मान अब राजाको घोडा भनेपछि त यति सम्मान के सिँगारेर सबैले सलाम ठोक्ने भएछ त्यो घोडाले त खानी त कति हो मिठा खान पाएछ त्यो घमण्ड निस्केको घोडाले चाहिँ के गरेछ त भन्दा अब खान्छु भन्यो वन पाखामा नि जम्मै हिउँले जम्मै पुरिएर सबै सुकेर के पनि छैन त्यो चाहिँ दुब्लाएर खानै नपाएर दुब्लाएर ख्याङ्ग्र्याङ हड्डी र छाला भन्दै केही बसेन छ घमण्ड पलायो भने त्यस्तै हामी पनि परमेश्वर चिनेर अब मैले परमेश्वर चिनिहालेँ अब मैले किन जान पर्यो म घरमै बसेर परमेश्वर भन्छु भनेर बस्यो भने हामी फेरि पनि सांसारिकै त्यो ढाँचामा चल्यौँ भने हामी पनि त्यस्तै घोडा जस्तै गाङ्ग्र्याङ्ग हुन्छ होइन हुँदैन त हो त्यसै भएर परमेश्वर चिनेका छौँ परमेश्वरमा विश्वास गर्नुपर्छ परमेश्वरमा बुधबार र शनिबार आउनुपर्छ परमेश्वरमै भरोसा परमेश्वरमै विश्वास गरेपछि हामी परमेश्वरले नै एकदम हुष्ट र पुष्ट गराउनुहुन्छ हामीलाई उद्धार गराउनुहुन्छ मैले अहिलेसम्म 7 वर्ष पुगेर 8 वर्ष लागिसकेँ म एउटा ट्याब्लेट पनि खान्न म अरूले भनेको पनि नगए पनि भइहाल्छ नि बुधबार त किन नजाने बुधबार त झन् जानुपर्छ भन्ने मलाई एकदम विश्वास आउँछ पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु गुरुमा येशूको नाममा र होइन यति घोडालाई त्यो घमण्ड नपलाएको भएदेखि त उसले पनि त्यस्तो सम्मान पाउँथ्यो होला नि त त्यसले खाएको हेरेर बस्नु परेन ईश्वरलाई अनगिन्ती धन्यवाद मलाई परमेश्वरले होइन यति उत्साहित बनाउनु भएको छ अघि म्यामले भन्नुभयो ऋण लागेको थियो भन्यो सांसारिकमा पनि भन्थे नि ऋण लागेर के भयो त दिन नलागे भइहाल्छ नि भन्ने कुरा गर्थे नि त्यस्तै परमेश्वर त्यो पनि तिर्ने पनि योजना परमेश्वरले बनाउनु भएको छ ईश्वर हजुरलाई अनगिन्ती धन्यवाद गर्छु गुरुमा येशूको नाममा र यति भन्दै आज म मेरो मुख भइकन यति मात्रै बोल्न चाहन्छु ईश्वरलाई अनगिन्ती धन्यवाद र मलाई परमेश्वरले दिनुभएको गवाई वचनले हजुरहरू सम्पूर्णमा फलभन्दा आशिष ईश्वरको परिपूर्ण आशिष परिसक्यो र हजुरहरूले दिनुभएको गवाई वचनले पनि मलाई आशिष घर परिवारमा आशिष भन्दै परिसक्यो भन्दै म बिदा हुन चाहन्छु ईश्वरलाई अनगिन्ती धन्यवाद आज महिमा चलाउनु हुने भव्य र सबै महिमा चलाउनु हुने म्याम हजुरलाई पनि मेरो शिर जुगाई नमस्कार भन्न चाहन्छु र म ओझेल पढ्न चाहन्छु ईश्वरलाई अनगिन्ती धन्यवाद गर्छु हस्त नमस्ते हाम्रो सर म्यामहरूलाई नमस्ते भन्न चाहन्छु ईश्वरलाई धन्यवाद